ल आज हामी मालढुङ्गा हाइवेमा विशेष कामको सिलसिलामा मालढुङ्गा हाइवेमा बागलुङ पोखरा हाइवे सुनसान भएको अवस्था अहिले बोर्ड राख्ने सिलसिलामा यहाँ काम हुँदैछ। बोर्ड बनाउने सिलसिलामा बोर्ड चाहिँ आधी ठड्डेको छ है। बोर्ड आधी ठड्डेको छ। यहाँ ठडाउन गाह्रो भयो। मेन पावर कम भएको छ। हामीलाई मेन पावर कम भएर आएको छ। यहाँ बोर्ड चाहिँ यस्तो बबाल भएछ तर मेन पावरको कम भयो। आज मालढुङ्गामा बागलुङ हाइवेमा काम चलेको अवस्था है। गाडीहरू गन्दगी यस्तो फोहोर गरेको छ यहाँनिर। काली गण्डकी है गाइजहरू। काली गण्डकी काली भएको छ है गाइजहरू। काली गण्डकी सुसाइरहेको छ। काली गण्डकी सुसाइरहेको छ। ल देवीथानको थुम्को देवीथानको त्यो डाँडोमा अगाडि देखेको देवीथानको डाँडा है। बागलुङ त्यहाँपछि देवीथानको डाँडा अनि बागलुङ जिल्ला देखेको है। अहिले हामी यो बागलुङ हाइवे पोखरा बागलुङ हाइवे हाइवे शान्ति काम स्टप छ एकछिन हाम्रो। ल फाइनल्ली है बोर्ड ठड्यो है गाइजहरू है। फाइनल्ली बोर्ड ठड्डेको छ है गाइजहरू। ल यो बागलुङ हाइवेमा गाइजहरूले एकदम हेल्प गर्यो। ल ग्यालेक्सी हार्डवेयरको सबको फोटोसुट हुँदैछ आज।
हाइवेमा ग्यालेक्सी हाइवे 100 को फोटोसुट लक्ष्मण खत्रीको फोटोसुट हुँदैछ यता गुरुजी आए के भन्छन् गुरुजीले मलाई पेट्रोल पम्पमा झार्देऊ है भाडा कसले दिन्छ त अब फाइनल्ली आज है हाम्रो यो बागलुङ कालिका धौलागिरी हिमाल मुक्तिनाथको बोर्डहरू टाँगिसकेका छौँ है यो बागलुङ हाइवेमा बागलुङ टु पोखरा हाइवेमा है